बल्ल नाम याद भयो नेपालीमा चाहिँ यसलाई मरिच भन्छ हाम्रो गाडीले पनि अफरोड त गर्ने भयो है हामीहरू बल्ल बल्ल रेजोर्ट आइपुग्यौँ इट्स अलमोस्ट 6:30 गड मजाले यहाँनिर आएर रिल्याक्स गरौँ भनेको त खै हाम्रो त निक्लिनै ढिलो भयो खै कता हो सोध्दै गर्नुपर्छ ल उइसहरूलाई सोध्नु मान्छेहरूको घरभित्र बसाउन आँटिसक्यो हामीले कता हो बोर्ड त लगाएको छ होला नि है बोर्डहरू पनि पुरा कम्ती लगाएको रहेछ नि त La Vista. We have officially reached the place. La Vista. यहाँ रहेछ हाम्रो हेरौँ भित्र कस्तो के छ भनेर गरेर पुग्यौँ है आन्टी हामीहरू अब चेक इन गरेर चाहिँ वी थट विल जस्ट रिल्याक्स एन्ड होइन तर अप्सनै भएन ओके या वी हेभ टु डु द चेकिङ नाउ लेट्स डु इट हामीले चेक इन पनि गऱ्यौँ है ब्याट्री लो यहाँनिर चाहिँ सबै डिटेल्स दिइराखेको रहेछ कोर्ग डिस्ट्रिक्ट कतापट्टि मैसोर कतापट्टि यो चाहिँ लन्चिङ एरिया रहेछ होइन यहाँ चाहिँ भोलि ब्रेकफास्टहरू पनि यता हुन्छ होला है उता चाहिँ किड्स एरिया रहेछ यो लाइटले गर्दाखेरि खै यो चाहिँ रिसेप्सन रहेछ मजाको क्युट खालको रिसेप्सन बोकेदा देखेको है आन्टी हेर्न न उयो अफ गरेर आउनुहोस् नि भिडियो आउनु अगाडि कताबाट ड्राइभ गर्नुहुन्छ उयो जानु न
मन पर्दैन होला क्या के भयो कान नपानी पसेकै मन पर्दैन मलाई चाहिँ हामीले पुलमा खेलेर माग्यौँ बाटो पनि कता हो अलिकति यस्तोमा चाहिँ कम्ती लाइट रहेछ अघि नै कस्तो चिप्लो थियो झन्डै चिप्लेर लडेन त हाल्छु यो हाम्रो कस्तो छ है बेला सो प्रिटी जङ्गलै जङ्गलको बिचमा जस्तो छ गिजर अन गरिराख्नु न तातो पानी लिनु भयो भने ए हो है चप्पल त भित्र राख्नु होला है We are not going out, so this resort has a facility that we can order it online also. It will be delivered because Sultan Battery is somewhere nearby only, and some chickens, and we have tasted their chicken at Kannur, so it was really nice. And some prawns. It is there. Try another. Sultan. This is so yum. अब चीज़ों से बात है ये prawns में नहीं था and cheers हाम्रो अब एनिभर्सरीमा पनि हामी कहीँ जानु गएको थिएन है बल्ल बल्ल बर्थडे एनिभर्सरी दुईटाको उयो गरेर चाहिँ हामीले चाहिँ आउटिङ गएको हैन cheers guys and happy Diwali to everyone It's the third day so at a resort. So अहिले चाहिँ हामी भर्खर उठेको हैन आजको प्लान चाहिँ त्यही छ we'll have breakfast we'll go to swimming pool and then we'll check out from this resort and then we'll be visiting some churches and all. So that's the itinerary for today. So yeah, I'll show you the property. You can see full greenery. It's really nice. I'll show you the property. This is the property where we stay. I'll just quickly go and check my flowers. This is pretty. We have parked our car here only. This is the play area for the kids.
So the resorts, welcome to Levista. So I'll show you something. You know how fond I am of plants. Oh, look at my babies, they're there. Your flowers are my looking. There are two varieties of this. नाम चाहिँ मैले बिर्सिनै राखेको छु हिजोदेखि नै कुनै के भइरहेछ मेरो. So yeah, this is the property. यो चाहिँ dining area. This is the reception area. It is so pretty. यो चाहिँ pepper plants. हैन यसरी फुलेको हुन्छ pepper. Pepper भन्छ. काली मिर्ची. काली मिर्ची. काली मिर्ची. के को लौंग हो? काली मिर्ची हो. क्लोभलाई पो लौंग भन्छ त. काली मिर्ची भन्दैछु. कालो मिर्ची. के भन्छ ल बल्ल नाम याद भयो. नेपालीमा चाहिँ यसलाई मरिच भन्छ है. यसरी फलेको हुन्छ यतातिर. This is pretty. So it's a rice factory and it looks so yummy. This is really good. Altura kala second of entry. Yeah, kita boleh motor. Green suka. Green motor.
मेरो यो फेभरेट फ्लावरबाटै गर्नुपर्छ अड्किँदै त चल्दैछ मेरो भिडियो त केही होइन हाम्रोतिर पनि यो त मामाले मलाई यो फुल यो चाहिँ हेर्दै ल अलु भनेर भनेको थियो कुनै नर्सरीमा छैन हो यतातिर पनि दाग्ला भाँचेर कुनै त हुने भए त लाँदा हुन्थ्यो सो आई विल टेक यु फर अ पुलको टुर हिजो राति आएर चाहिँ हामीले यो पुलमा चाहिँ झुम्सी गरेको Look at it, how it is. I'll show you the aerial view. Look at it. It's so pretty. हिजो चाहिँ हामीले यो पुल चाहिँ मजाले अराउन्ड 1 आवर जति इन्जोय गर्नु पाएँ है इट वाज रियली नाइस मजा लाग्यो है अनि यो रिजोर्ट रिल्याक्सिङ थियो है टाइम चाहिँ कम्ती बिताउनु पाएर यो सबै चाहिँ कफी टी प्लान्टेसन यो ठाडो जुन छ यो चाहिँ सबै काली मिर्च के भन्छ त्यसलाई अनि के पो भनेको थिएँ काली मिर्चलाई मरिच कफी चाहिँ यसरी फल्छ है म तपाईँहरूलाई देखाइदिन्छु कफी फलेको देख्नु त सबैले देखेकै छ कफी त सो अब चाहिँ हामीले एक्जिट गर्छौँ होइन लास्ट यो फुल भिडियो देखाउनु थियो आज पानी खेलिदिँदैन वेदर इज नट गुड यसरी हामीले अराउन्ड 1 आवर हियर ओन्ली चाबेगिन कम दिनमा चाहिँ कस्तो देख्छ हाम्रो उयो होइन सो यो लास्ट ग्लिम्स देखाइहाल्नु यताको मन्दिर भ्यू चाहिँ यस्तो हुन्छ एक्ज्याक्ट है यही फुलको सानोवाला भर्जन हो यो चाहिँ बरफ प्याराडाइज भन्छ यो राम्रो हुन्छ मोडर्न त्यो बरफ प्याराडाइज हाम्रो चाहिँ प्राइभेट सेटिरहेको छ है मजाको This is all the villa. ये चाहिँ हाम्रो रुम सो अब हामीहरू सिधै गएर कहाँ भेटौँ भन्दाखेरि one of the beautiful church I'm gonna take you guys. Stay tuned for that. Bye bye.